साथी, कुनै पनि प्रोसिजरको फाइदा बेफाइदा दुवै हुन्छ। सो फाइदा कुनै प्रोसिजरमा बढी हुन्छ भने कुनै प्रोसिजरमा बेफाइदा बढी हुन्छ। भ्याकुम डेलिभरी, फोर्सेप डेलिभरी, अपरेसन गर्नु भनेको यिनीहरू इमर्जेन्सी अवस्थामा कुनै कारणले बेबी अड्कियो, तुरुन्तै बेबी निकाल्न सकिएन, अथवा चाहिँ अब पाठीघरको मुख पुरै खुलेको छ, अब अपरेसन गर्न पनि मिल्दैन, अपरेसन गर्न तयारी गर्ने टाइम पनि छैन, अथवा चाहिँ अब बेबी निकै तल आइसकेको छ, अब चाहिँ भ्याकुम लगाउँदाखेरि निस्किन सक्छ है, तर आफै चाहिँ निस्किएन, बेबी अड्कियो भने त्यस्तो अवस्थाहरूको लागि चाहिँ हामीले भ्याकुम डेलिभरी गर्न सक्छौँ। भ्याकुम डेलिभरी गर्दाखेरि यसका चाहिँ गर्न मिल्ने अवस्थाहरू के छन् त्यो सबै विचार गरेर गरिन्छ। भ्याकुम गर्दाखेरि शिशुलाई पछि कुनै किसिमको समस्या त हुँदैन नि भनेर सोध्नु भएको छ। सो भ्याकुम डेलिभरी आफै कम्प्लिकेसन्स भए पछाडि अथवा नर्मल डेलिभरी हुन नसक्ने अवस्थामा गरिने एउटा प्रोसिजर हो। यसमा अब आमा र शिशुको ज्यान जोगाउनको लागि गरिने प्रोसिजर भएको हुनाले अभियसली यसमा हामीले बेफाइदा भन्दा पनि फाइदाको पक्षलाई चाहिँ हेर्नुपर्ने हुन्छ। अब टाइममा बेबी निकालेन भने बेबीलाई सँगै चाहिँ आमालाई ज्यानै जान सक्ने खतराहरू, ब्लिडिङ हुन सक्ने अन्य समस्याहरू हुनसक्छ। सो त्यो नहोस् भनेर गरिने प्रोसिजर हो। तर पनि गर्दै गर्दाखेरि ज्यान जोगाउने एउटा विकल्पको रूपमा लिए तापनि कहिलेकाहीँ यसले गर्दाखेरि कम्प्लिकेसन्स पनि आउन सक्छ। सो सामान्य कम्प्लिकेसन्सदेखि ठुलो खालको समस्याहरू पनि आउन सक्छ। अब सामान्य कम्प्लिकेसन्समा भन्नुपर्दा शिशुलाई देखिन सक्ने भनेको यहाँनिर जहाँ चाहिँ हामीले त्यो भ्याकुम कप लगाउँछौँ त्यो बेबीलाई तान्नको लागि, त्यो भ्याकुम कपले यहाँनिर चाहिँ सानो स्वेलिङ बनाउँछ, सुन्निन्छ। अब नर्मल डेलिभरीमा पनि बेबी तल सर्दै जाँदाखेरि पाठेघरको मुख अनि बेबी बाहिर आउने बाटोको कारणले गर्दाखेरि हल्का टाउको लाम्चो भएको हुन्छ, जुरो पनि भन्छौँ भने। अब भ्याकुममा चाहिँ भ्याकुम कपले गर्दाखेरि यो ठाउँमा चाहिँ एउटा जुरो बनेको हुन्छ। यसलाई केही पनि गर्नु पर्दैन, यो आफै बिस्तारै कम हुँदै जान्छ। 2-3 दिनमा यो आफै हराएर जान्छ। यसलाई थिच्ने मार्ने गर्नु भएन। कहिलेकाहीँ चाहिँ भ्याकुमले जटिलताहरू ल्याउन सक्छ, जस्तै अब योभन्दा मुनि हड्डी हुन्छ, त्योभन्दा मुनि ब्रेनहरू हुन्छ। सो कहिलेकाहीँ हड्डीभन्दा मुनि पनि रगतहरू जम्मा हुनसक्छ, टाउकोमा चोटपटक लाग्न सक्छ। त्यस्तै गरेर ब्रेन सेल्सहरूमा पनि ड्यामेज हुनसक्छ। कहिलेकाहीँ शिशुको नर्भहरू जुन बेबी तान्ने क्रममा, टाउको निकालिसकेपछि तान्ने क्रममा, कहिलेकाहीँ चाहिँ फेसको नर्भहरू, कहिलेकाहीँ हात पाखुराको नर्भहरू पनि च्यापिन जान्छन्, त्यसमा पनि चोटपटक लाग्न सक्छ, जसले गर्दाखेरि शिशुको अलिकति नर्भसँग रिलेटेड प्रब्लमहरू पनि आउन सक्छ। कसैलाई चाहिँ भित्र ब्रेनसम्म नै समस्या पुगेर गाह्रो पनि हुनसक्छ। भने आमालाई पनि समस्या आउन सक्छ भ्याकुम डेलिभरी गर्दाखेरि। अब जुन भागबाट जुन ठाउँबाट निस्किनु पर्ने हो त्यो ठाउँहरूमा चोटपटक लाग्न सक्ने, त्यस्तै गरेर कहिलेकाहीँ पाठीघरको मुख पनि भ्याकुमको कप सँगसँगै तानिन सक्ने, पछि गएर ब्लिडिङ हुन सक्ने, सिलाउनु पर्ने हुन सक्ने, सँगै चाहिँ इन्फेक्सन हुन सक्ने विभिन्न समस्याहरू आउन सक्छन्। सो फाइदा बेफाइदा दुइटै हेरेर हामीले के गर्दा बेस्ट हुन्छ त्यो गर्न जरुरी हुन्छ। सो यसबाट अब सही समयमा सही तरिकाले गरेको छ, अनि त्यस्तै गरेर चाहिँ अब इन्फेक्सन प्रिभेन्सनको टेक्निकहरू अप्लाई गरेको छ र तालिम प्राप्त अनुभवी मान्छेले गरेको छ भने समस्याहरू अलिकति कम आउन सक्छ। सो हामीले भ्याकुम गरेर समस्या आउँदै आउँदैन भन्न चाहिँ सक्दैनौँ, तर भ्याकुम गर्दाखेरि आउन सक्ने समस्यालाई केही हदसम्म कम पनि गर्न सकिन्छ, र कहिलेकाहीँ भ्याकुम लगाउँदाखेरि गाह्रो भएको छ भने उपचार पनि सम्भव छ, उपचार पनि गर्न सकिन्छ भने कहिलेकाहीँ चाहिँ अलि जटिलै किसिमको समस्याहरू पनि आउन सक्छ है।